नमस्ते। आज हामी गर्भावस्थामा स्वस्थ रहन कस्तो खानपान अपनाउन सकिन्छ भन्ने बारेमा अलिकति गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, हामीसँग एउटा भनौँ न दैनिक आहारको नमुना तालिका जस्तो छ। अँ, जसले दिनभरि के खाने, कसरी खाने भन्ने एउटा खाका दिन्छ। हाम्रो उद्देश्य चाहिँ यसमा भएका कुराहरू केलाएर गर्भावस्थामा पोषण किन र कति महत्त्वपूर्ण छ भनेर बुझ्नु हो। बिल्कुल। यो तालिका हेर्दा गर्भावस्थाको पुरै 9 महिनालाई नै सोचेर बनाएको जस्तो लाग्छ। यसको खास लक्ष्य भनेको आमा र बच्चा दुवैलाई चाहिने मुख्य पोषक तत्त्वहरू जस्तै फलिक एसिड, आइरन, क्याल्सियम, प्रोटिन, फाइबर यिनीहरूलाई दिनभरिको खानामा कसरी मिलाउने भन्ने देखाउनु हो। त्यसो भए सुरु गरौँ न त। दिनको सुरुवात चाहिँ कसरी गर्ने सुझाव रहेछ? बिहान उठ्ने बित्तिकै केही छ कि? छ। सुरुवातमा मनतातो पानीमा अलिकति कागती राखेर पिउने। यसले पाचनलाई अलि सहयोग गर्छ भनिन्छ। अनि भिजाएको बदाम, ओखर, यसबाट हेल्दी फ्याट्स, म्याग्नेशियम पाइयो। अनि त्यसपछि? त्यसपछि प्रोटिन र क्याल्सियमको लागि उसिनेको अन्डा खान सकियो वा एक ग्लास दूध हड्डी र मांसपेशीको लागि राम्रो भयो नि। यो त भयो बिहान उठ्ने बित्तिकैको कुरा। अनि अलि पछि 8:30-9:30 तिरको नास्तामा चाहिँ अलि ऊर्जा दिने कुराहरूमा जोड छ, जस्तो होल ग्रेन टोस्ट भयो वा फलफुलसँग ओट्स। अनि फेरि प्रोटिनको लागि अन्डा वा पनिर। जो शाकाहारी हुनुहुन्छ उहाँहरूको लागि पनिर राम्रो विकल्प भयो। यहाँ अर्को एउटा चाखलाग्दो कुरा के छ भने ओमेगा 3 फ्याटी एसिडको लागि चिया सीड वा फ्ल्याक्स सीड पनि थप्न भनिएको छ। ओमेगा 3 त्यो त बच्चाको दिमाग विकासको लागि एकदमै महत्त्वपूर्ण भन्छन् नि। हो, एकदम। मस्तिष्क र आँखा दुवैको विकासको लागि चाहिने तत्त्व हो यो। ठिक छ। अनि दिउँसोको खाना खानु अगाडि त्यो 11 बजेतिर पनि हल्का खाजाको कुरा छ है? यसको केही फाइदा छ? छ नि। त्यो बेला मौसमी फलफुल खाने, नरिवल पानी वा फेरि कागती पानी पिउने, यसले शरीरमा पानीको मात्रा मतलब हाइड्रेसन अनि इलेक्ट्रोलाइट्स पनि कायम राख्छ। दिउँसो थकान महसुस हुन दिँदैन। हाइड्रेसन महत्त्वपूर्ण भयो। अनि मुख्य खाना दिउँसो 1-2 बजेतिरको त्यो त अलि भारी नै होला। यो दिनको महत्त्वपूर्ण खानामध्ये एक हो। यसमा चाहिँ एकदम सन्तुलन मिलाउन खोजिएको देखिन्छ। गहुँको रोटी वा ब्राउन राइस भयो कार्बोहाइड्रेटको लागि, अनि दाल, गेडागुडी वा माछा कुखुरा प्रोटिनको लागि, सँगै मिक्स तरकारी, अलिअलि सलाद पनि। तरकारी र सलाद त फाइबर, भिटामिनहरूको लागि होइन? हो, फाइबर, भिटामिन, मिनरल्स। अनि अझै थपिएको छ 1 ग्लास मोही, पाचनको लागि पनि राम्रो, क्याल्सियम पनि पाइने। यसले सुगर लेभल ह्वात्तै बढ्न दिँदैन, बिस्तारै ऊर्जा दिन्छ। राम्रो। अनि दिउँसो खाएपछि अलि सुस्ताउने बेला 4-5 बजेतिर त्यो बेला केही खाने? त्यो बेला पनि हल्का खाजा जस्तै भुटेको नट, अलिकति फलफुल वा मल्टिग्रेन स्यान्डविच। यसले साँझसम्म टिक्न ऊर्जा दिन्छ। अनि क्याफिन धेरै नलिने भनेर हर्बल चिया पिउन सकियो। क्याफिन कम गर्नुपर्ने कुरा पनि रहेछ? हो, गर्भावस्थामा त्यो विचार गर्नुपर्छ। अनि यस्तो खाजाले बाहिरको जङ्क फुड खाने इच्छा पनि कम गर्छ के। अब आयो बेलुकाको खाना 7-8 बजेतिर। यो दिउँसोको जस्तै हो कि केही फरक छ? यहाँ त कार्बोहाइड्रेट अलि कम गर्ने जस्तो कुरा पनि देखियो, किन होला? राम्रो प्रश्न। संरचना त उस्तै हो, तर साँझ परेपछि हाम्रो पाचन प्रणाली अलि सुस्त हुन्छ नि त। त्यसैले राति धेरै भारी नहोस् अनि निद्रा पनि राम्रो आओस् भनेर होला कार्बोहाइड्रेट अलिक कम गर्ने सुझाव। जस्तै के खान सकिन्छ त? जस्तै सुप भयो, सजिलै पच्ने, खिचडी पनि राम्रो, वा पनिरसँग स्टिम गरेको तरकारी, अलि हल्का विकल्पहरू। अनि फोलेट पाइने खानेकुरामा जोड दिनुपर्छ। पालक, गेडागुडी। फोलेट त सुरुको चरणमा बच्चाको न्युरल ट्युब विकासको लागि एकदमै जरुरी हुन्छ। हो त। अनि अन्तिममा सुत्नु अघि बेसारवाला तातो दूध, यसको के फाइदा? एउटा त बेसारले इम्युनिटी बढाउन मद्दत गर्छ भन्ने छ। अर्को तातो दूधले अलि शान्त बनाएर निद्रा लाग्न सहयोग गर्छ भन्ने विश्वास छ। समग्रमा यो तालिका हेर्दा के देखिन्छ भने दिनभरि थोरै पटक तर पौष्टिक खानेकुरा खानुपर्ने रहेछ। हो, यसले पोषक तत्त्व शरीरले राम्ररी लिन पाउँछ अनि एनर्जी लेभल पनि ठिक रहन्छ होला। ठिक भन्नुभयो। तर यो खानेकुराको तालिका बाहेक अरू पनि त ध्यान दिनुपर्ने कुराहरू होलान्। पानी कति पिउने, के नखाने भन्ने जस्तो। एकदमै महत्त्वपूर्ण कुरा। पानी त दिनमा कम्तीमा 2-3 लिटर पिउनै पर्यो।
हाइड्रेसनको लागि, कब्जियत हुन नदिनको लागि। अनि केही कुराहरूमा चाहिँ होशियार हुनुपर्छ, जस्तै काँचो वा राम्ररी नपाकेको मासु, पास्चराइज नगरेको दुध वा डेरी उत्पादनहरू। किन होला? किनभने त्यसमा ब्याक्टेरिया हुन सक्छ, जसले संक्रमण गराउन सक्छ। अनि अघि भने जस्तै क्याफेन पनि धेरै लिनु भएन, चिया कफीहरू कम गर्नु पर्यो। बुझियो। तर यति सबै कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने यो एउटा नमुना मात्र हो, होइन? आफ्नो शरीर अनुसार र डाक्टरको सल्लाह अनुसार चल्नुपर्छ। बिल्कुल, त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो त एउटा सामान्य गाइडलाइन भयो। हरेक मान्छेको शरीर फरक हुन्छ, गर्भावस्थाको अवस्था फरक हुन्छ, स्वास्थ्य स्थिति फरक हुन्छ। त्यसैले कुनै पनि नयाँ डायट सुरु गर्नु अघि वा कुनै भिटामिन सप्लिमेन्ट लिनु अघि आफ्नो डाक्टर वा डायटिशियनसँग सल्लाह लिनु अनिवार्य छ। उहाँहरूले नै व्यक्तिगत आवश्यकता हेरेर सही सल्लाह दिन सक्नुहुन्छ। हो, यो जानकारीले गर्भावस्थामा खानपान कति महत्त्वपूर्ण रहेछ भन्ने कुरामा एउटा राम्रो आधार दियो। सन्तुलित, विविध र नियमित खानपानमा ध्यान दिनुपर्ने रहेछ। सही हो। अनि यसले एउटा प्रश्न पनि उब्जाउँछ। यो त सामान्य गाइडलाइन भयो, तर मानौ कोही पूर्ण शाकाहारी हुनुहुन्छ वा कसैलाई मधुमेह जस्तो स्वास्थ्य समस्या छ भने उहाँहरूले यस्तो योजनालाई आफ्नो लागि सुरक्षित र प्रभावकारी बनाउन कसरी ढाल्न सक्नुहुन्छ होला? त्यो पनि विचार गर्नुपर्ने कुरा हो। व्यक्तिगत आवश्यकता अनुसार कसरी मिलाउने भन्ने बारे थप सोच्न सकिन्छ।